जो मान्छे आफ्नो लाइफमा अगाडि बढ्न सकिरहेको छैन, कमी के कुरामा हो थाहा छ? साइलेन्स, कन्स्टेन्टली हर कसैसँग गएर धेरै कुरा गर्न लाग्ने, आफ्नो प्लान्सहरू सेयर गर्न लाग्ने, मेरो यो प्लान छ, म फ्युचरमा यो गर्नेवाला छु। हर दिन कसै न कसैलाई केही न केही प्रुभ गर्न कोसिस गर्दै हुनुहुन्छ। नो ब्रो, प्र्याक्टिस साइलेन्स। सिर्फ तपाईँ र तपाईँको काम। दिमागमा जे आवाज आउँछ नि, कति धेरै मान्छेहरूको ओपिनियन, कति धेरै डिस्ट्रेक्सन, केटी, नसा अनि फाल्तुको साथीभाइ जो सिर्फ तपाईँलाई ओपिनियन दिन्छ, त्यो पनि फाल्तुको। और त्यो मान्छेहरूले तपाईँको लाइफमा के भ्यालु एड गरेको, त्यो मान्छेहरूले हर दिन केही न केही भनिरहेको हुन्छ। तपाईँ पनि त्यो मान्छेहरूसँग कुरा गर्दैछ, त्यो पनि फाल्तुको। एकचोटि ट्राई गर्नु साइलेन्सलाई प्र्याक्टिस गर्ने। जब फाइनली तपाईँ शान्त हुनुहुन्छ नि, भित्रै मनदेखि सिफ्ट हुन्छ, बिना फाल्तुको कुरा गर्न छोडिदिनुहुन्छ, बिना कामको एक्सप्लेन दिन बन्द गर्नुहुन्छ, त्यो सबै इनर्जी छ नि आफूलाई बिल्ड गर्न लाउनु। प्र्याक्टिस साइलेन्स गर्नु, कसैलाई केही भनिराख्नु जरुरत पनि छैन, फाल्तुको कुरा होइन।